हेर्नुहोस् त इस्कुस खाइरहेछ यार, काँचै इस्कुस खाइरहेछ। के हो यार यस्तो? खाँदा त हुन त केही पनि हुँदैन, केही समस्या भएन होइन, तर काँचो कसरी खाने यार? यो मकै चाहिँ उसिनेको है, मकै उसिनेको हो। चाइनिजहरूले अलिकति त्यो के भन्छ नि, दुधै खालको मकैहरू खाने हो उसिनेर। तर यो बुढोले इस्कुसै काँचै खायो है। अलि यो के हो यार? सिमोमो पनि भन्छ क्या यसलाई, सिमोमो। तर यस्तो खालको सिमोमो देखेको थिइनँ मैले यार। ओ हेरेर आफ्नै मुखमा थुकायो भने। लु हेर्नु त, यो के हो? यति लामो खोर्सानी हो, खोर्सानी कि बैगुन हो यो? ल डाँक्ला पनि खाइदियो फेरि। के हो यार? अब यो अर्को हेर्नुहोस् त, सुँगुरको मासु बोसो मात्रै छ क्या। ल बुढीलाई पनि खुवाइदिइहाल्यो। ल हेर्नु त, चाइनिजहरूको यो खानकी चाहिँ बाबाले काम पनि त्यस्तै गर्छ, खाना पनि त्यस्तै खाइदिन्छ क्या। डाइजेस्ट हुन्छ क्या, खाएर मात्रै हुँदैन, अलिकति कामहरू गर्नु पऱ्यो, फिजिकल एक्सर्साइज गर्नु पऱ्यो साथीहरू। दामी यार, मोमो रहेछ यो। अहिलेको सिमो यो अर्कै खालको मोमो रहेछ, भेज क्या, पुरै भित्र भेज भएको। ल यहाँ हेर्नु है, त्यो तलपट्टि देखेको त्यो डल्लो डल्लो छ नि, सिमोमो, यो सिमोमै हो यो। यस्तो हुन्छ क्या सिमोमो गाइस। ल हेर्नु है, कसरी खाइदिइरहेछ यार साथीहरू यार, यो के हो यस्तो? तर भेज मात्रै रहेछ यार भित्र। ल आजलाई यति नै साथीहरू। भिडियो मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट गर्नु होला है। नमस्कार, जय नेपाल।